छोड दो नबोल नि त छोड दो अब सक्यो त यहाँ के फेरि कस्तो सबैको कुरा ठिक छ कि फेरि कुरा सबैको ठिक छ विनोद सर भनेको नराम्रो होइन तिमीले भनेको नराम्रो होइन दुईटैको कुरा ठिक छ तर चाहिँ यसरी आवेशमा आउनु हुँदैन के नबोल न नगर ल अब एक शब्द बोले मलाई रोकिदिनु है म कसम हिँड्छ यहाँ बाबा नबोले न तिमी नबोल अब विनोद सर बोल्नु भयो त तिमीले बोल नि त चुप लाग्नै छ मलाई तलाई घाटा हुनेवाला छ भनेको भाग किन काटियो हिम्मत भए पुरा अडियो हाल्नुस् भन्दै एलिनाले दिइन् जवाफ अमेरिका टुरको विवादले अहिले गायिका एलिना चौहान र आयोजक विनोद अधिकारी बीचको तनाव झन गहिरिँदै गएको छ अब सुन्छ अमेरिका नामक सांगीतिक कार्यक्रमका क्रममा भएको दुर्व्यवहारको कुरा बाहिर आएपछि अहिले सामाजिक सञ्जालभरि अडियो नै सार्वजनिक भएको छ फ्लाइ नेपाल ट्राभल्सका सञ्चालक विनोद अधिकारी र एलिना बीचको उक्त अडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ टिकटक लगायतका प्लेटफर्ममा सार्वजनिक भएको अडियोमा एलिना र अधिकारी बीच भनाभनको आवाज सुनिन्छ त्यही अडियोमा कलाकार बद्री पंगेनीले दुवै पक्षबीच कुरा मिलाउने प्रयास गरिरहेको पनि सुन्न सकिन्छ तर एलिनाले सो अडियो आधा मात्रै बाहिर आएको कुरा बताएकी छिन् उनले फेसबुकमा लेखेकी छिन् पूरा अडियो हाल्ने हिम्मत छ उनले थप लेखेकी छिन् धम्की दिएको अडियो कहाँ गयो मलाई तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको थियो तर त्यो भाग किन काटियो एलिनाले भनिन् कसैले मलाई नराम्रो गरे पनि म हरेक पटक आफ्नो लागि लड्छु म डराएर चुप बस्दिन अब सत्य कुरा सबैलाई थाहा होस् भनेर बोलिरहेकी छु उनका अनुसार अमेरिका टुरको क्रममा कलाकारलाई सम्मान नभई नोकर झै व्यवहार गरिएको थियो उनले यसअघि पनि फेसबुकमा लेखेकी थिइन् यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो कलाकारलाई कैदी झै महसुस गराइयो आयोजक भनेको कलाकारको संरक्षक हो मालिक होइन अहिले यो विवादले सांगीतिक क्षेत्र नै तताएको छ एलिनाको अडियोको केही भाग सार्वजनिक भएपछि उनीमाथि लागेको आरोप र उनले दिएको जवाफ दुवैले नयाँ बहस सुरु गरेका छन् छोड दो नबोल नि त छोड दो अब सक्यो त यहाँ के फेरि कस्तो सबैको कुरा ठिक छ कि फेरि कुरा सबैको ठिक छ विनोद सर भनेको नराम्रो होइन तिमीले भनेको नराम्रो होइन दुईटैको कुरा ठिक छ तर चाहिँ यसरी आवेशमा आउनु हुँदैन के नबोल न नगर ल अब एक शब्द बोले मलाई रोकिदिनु है म कसम हिँड्छ यहाँ बाबा नबोले न तिमीले नबोल अब विनोद सर बोल्नु भयो त तिमीले बोल नि त चुप लाग्नै छ मलाई तलाई घाटा हुनेवाला छ भनेको भाग किन काटियो हिम्मत भए पुरा अडियो हाल्नुस् भन्दै एलिनाले दिइन् जवाफ अमेरिका टुरको विवादले अहिले गायिका एलिना चौहान र आयोजक विनोद अधिकारी बीचको तनाव झन गहिरिँदै गएको छ अब सुन्छ अमेरिका नामक सांगीतिक कार्यक्रमका क्रममा भएको दुर्व्यवहारको कुरा बाहिर आएपछि अहिले सामाजिक सञ्जालभरि अडियो नै सार्वजनिक भएको छ फ्लाइ नेपाल ट्राभल्सका सञ्चालक विनोद अधिकारी र एलिना बीचको उक्त अडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ टिकटक लगायतका प्लेटफर्ममा सार्वजनिक भएको अडियोमा एलिना र अधिकारी बीच भनाभनको आवाज सुनिन्छ त्यही अडियोमा कलाकार बद्री पंगेनीले दुवै पक्षबीच कुरा मिलाउने प्रयास गरिरहेको पनि सुन्न सकिन्छ तर एलिनाले सो अडियो आधा मात्रै बाहिर आएको कुरा बताएकी छिन् उनले फेसबुकमा लेखेकी छिन् पूरा अडियो हाल्ने हिम्मत छ उनले थप लेखेकी छिन् धम्की दिएको अडियो कहाँ गयो मलाई तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको थियो तर त्यो भाग किन काटियो एलिनाले भनिन् कसैले मलाई नराम्रो गरे पनि म हरेक पटक आफ्नो लागि लड्छु म डराएर चुप बस्दिन अब सत्य कुरा सबैलाई थाहा होस् भनेर बोलिरहेकी छु उनका अनुसार अमेरिका टुरको क्रममा कलाकारलाई सम्मान नभई नोकर झै व्यवहार गरिएको थियो उनले यसअघि पनि फेसबुकमा लेखेकी थिइन् यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो कलाकारलाई कैदी झै महसुस गराइयो आयोजक भनेको कलाकारको संरक्षक हो मालिक होइन अहिले यो विवादले सांगीतिक क्षेत्र नै तताएको छ एलिनाको अडियोको केही भाग सार्वजनिक भएपछि उनीमाथि लागेको आरोप र उनले दिएको जवाफ दुवैले नयाँ बहस सुरु गरेका छन् छोड दो नबोल नि त छोड दो अब सक्यो त यहाँ के फेरि कस्तो सबैको कुरा ठिक छ कि फेरि कुरा सबैको ठिक छ विनोद सर भनेको नराम्रो होइन तिमीले भनेको नराम्रो होइन दुईटैको कुरा ठिक छ तर चाहिँ यसरी आवेशमा आउनु हुँदैन के नबोल न नगर ल अब एक शब्द बोले मलाई रोकिदिनु है म कसम हिँड्छ यहाँ बाबा नबोले न तिमीले नबोल अब विनोद सर बोल्नु भयो त तिमीले बोल नि त चुप लाग्नै छ
मलाई तँलाई घाटा हुनेवाला छ भनेको भाग किन काटियो, हिम्मत भए पुरा अडियो हाल्नुस् भन्दै एलिनाले दिइन् जवाफ। अमेरिका टुरको विवादले अहिले गायिका एलिना चौहान र आयोजक विनोद अधिकारी बीचको तनाव झन गहिरिँदै गएको छ। अब सुन्छ अमेरिका नामक सांगीतिक कार्यक्रमका क्रममा भएको दुर्व्यवहारको कुरा बाहिर आएपछि अहिले सामाजिक सञ्जालभरि अडियो नै सार्वजनिक भएको छ। फ्लाइ नेपाल ट्राभल्सका सञ्चालक विनोद अधिकारी र एलिना बीचको उक्त अडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। टिकटक लगायतका प्लेटफर्ममा सार्वजनिक भएको अडियोमा एलिना र अधिकारी बीच भनाभनको आवाज सुनिन्छ। त्यही अडियोमा कलाकार बद्री पङ्गेनीले दुवै पक्षबीच कुरा मिलाउने प्रयास गरिरहेको पनि सुन्न सकिन्छ। तर एलिनाले सो अडियो आधा मात्रै बाहिर आएको कुरा बताएकी छिन्। उनले फेसबुकमा लेखेकी छिन्, पूरा अडियो हाल्ने हिम्मत छ। उनले थप लेखेकी छिन्, धम्की दिएको अडियो कहाँ गयो, मलाई तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको थियो, तर त्यो भाग किन काटियो। एलिनाले भनिन्, कसैले मलाई नराम्रो गरे पनि म हरेक पटक आफ्नो लागि लड्छु, म डराएर चुप बस्दिन, अब सत्य कुरा सबैलाई थाहा होस् भनेर बोलिरहेकी छु। उनका अनुसार अमेरिका टुरको क्रममा कलाकारलाई सम्मान नभई नोकर झै व्यवहार गरिएको थियो। उनले यसअघि पनि फेसबुकमा लेखेकी थिइन्, यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो, कलाकारलाई कैदी झै महसुस गराइयो, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। अहिले यो विवादले सांगीतिक क्षेत्र नै तताएको छ। एलिनाको अडियोको केही भाग सार्वजनिक भएपछि उनीमाथि लागेको आरोप र उनले दिएको जवाफ दुवैले नयाँ बहस सुरु गरेका छन्।